सो है गाइस नमस्ते हामी हेर्न सक्नुहुन्छ आज हामी चुमिटारीको यातायात स्मार्ट कार्ड हामी चाहिँ आज छौँ यातायात कार्यालयमा स्मार्ट कार्डको लागि होइन अनि यहाँ हाम्रो तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो आजको लाइनको भिड यस्तो खतरनाक छ हेर्न सक्नुहुन्छ मान्छेहरूको भिड चाहिँ धेरै छ हाम्रो दाजु चाहिँ एकदम हेर्न सक्नुहुन्छ म पनि लाइनमा लागेको छु होइन पुरो हेर्नु न एकदम बाफ्रे यस्तो भिड छ आज सक्नुहुन्छ मेरो पत्ता चाहिँ यहाँ छ हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ अब यही छ मेरो चाहिँ एक्सपायर भइसकेको छ तर हल्का त्यही भएर गाह्रो छ होइन यहाँको छु आज यहाँ यातायात कार्यालय यस्तै अवस्था आउँछु हामी लाइन चाहिँ पुरा अघि त्यहाँ कि म यसरी घुमेर हामी यहाँ पुगेको छु हेर्न सक्नुहुन्छ हाम्रो रस्ताको त्यस्तै छ यहाँसम्म छ एकदम गाह्रो छ यही छ कागजपत्र अब के गर्ने गाह्रो छ ल सो है गाइस त यही छ अब वेलकम होइन अब यहाँ हाम्रो प्रो गर्न जान्छ लास्टमा स्टेज पाएपछि भित्र छिर्नु हेर्न सक्नुभयो नि तपाईँहरूले यहाँ हाम्रो लाइन त धेरै लामो छ तर कोही छन् जो बिच घाटोमा कता कता छिर्न खोज्दैछन् त्यही भएर यहाँ हल्का सल्का मस्त आँटेको छ गाइस हेर्नु हल्ला भिड एकदम कडक छ पछाडि पनि मान्छेहरू धेरै छ होइन अब लाइन त धेरै लामो छ के भन्नु अब हामी यहाँ गर्मीमा फसिसक्यौँ एकदम लाइनको भिड छ गाइस झगडा पनि हुन आँटेको छ तर म केही बोल्दिनँ हेर्नु न त्यहाँ मुजी हुँदैछ हुन्छ हामी चाहिँ अब यहाँ पुगिसकेको छौँ यहाँ सक्नुहुन्छ चहल पहल छ यस्तै लाइसेन्स लिएर निस्किने अनि सुरु हुन्छ हाम्रो चहल पहल लाइन चाहिँ यस्तो छ यहाँदेखि त्यहाँसम्मको लाइन छ सक्नुहुन्छ चहल पहल त्यहाँदेखि लाइन छ हामी बल्ल यहाँ चहल पहल ठाउँ पुगिसकेको छौँ पाला आउन आँटेको छ हाम्रो तपाईँहरू सक्नुहुन्छ आज चाहिँ म छु यहाँ यातायात कार्यालयमा होइन आज चाहिँ यहाँ हामी आएको छौँ लिन स्मार्ट कार्ड अनि यहाँ लाइन चाहिँ धेरै लामो छ हेर्न सक्नुहुन्छ मेरो कार्ड पनि छ होइन अनि पछाडि मान्छेहरू धेरै छ हेर्न सक्नुहुन्छ एकचोटि लाइन त्यहाँदेखि सुरु भएको लाइन हेर्नु कत्रो लाइन छ हेर्नु यो सबै मान्छेहरू स्मार्ट कार्डको लागि आएको छन् यत्रो मान्छेहरू यही ठाउँहरू न हाम्रो यातायात कार्यालयको अवस्था सुनसरीको यस्तो अवस्था छ कि हेर्नु लाइन अब हेर्नु न यो सब स्मार्ट कार्डको लागि सब मान्छेहरू मेरो त हातमै छ नो प्रब्लम होइन चहल पहल छ एकदम यातायात कार्यालयभित्र हाम्रो सुरु भएको छ चहल पहल गाइस सो अब मान्छेहरू धेरै छ पछाडि पनि उता लाइन यहाँदेखि त्यहाँसम्म छ हेर्नु त चहल पहल ल चहल पहल गाइस बाई सो गाइस हाम्रो चाहिँ कागजपत्र भित्र गइसकेको छ यताबाट बाहिर लिने पालो छ गाइस अनि हामी चाहिँ लाइनमा लागेको छौँ यहाँ दाइ सक्नुहुन्छ सबैजना हामी यहाँ पर्खिरहेको छौँ एकदम प्रतीक्षामा छौँ हामी यहाँ एकदम गर्मी छ बाटो पनि यस्तो छ ठाउँ पनि यस्तो छ के भन्ने अब गाह्रो छ एउटा प्रोग्राम आइहाल्यो होइन मेरो के भन्छ मेरो आएकै छैन अरे भनिदियो होइन मेरो चाहिँ लाइसेन्स के भन्छ स्मार्ट कार्ड चाहिँ आएको छैन भनिदियो यार दुःख लाग्यो गाइज होइन दाइको चाहिँ हेर्नु न यहाँ दाइको यहाँ फोटो हेर्नु न दाइको चाहिँ स्मार्ट कार्डमा फोटोलाई चाहिँ पुरै ब्ल्याक ह्यान्डसम बनाइदिएको छ एकदम हस्की पनि लाग्दैछ एकदम होइन बाटो चाहिँ हाम्रो अवस्था यस्तै छ यातायात कार्यालयको होइन यस्तै छ अब सुनसरीमा अब मेरो त अहिले आएकै छैन भनिदियो सिधै दिलमा दुःख लाग्यो अब कहिले आउँछ टेन्सन छ यार यहाँ सक्नुहुन्छ तपाईँ अब दाइको एकदम फोटोले छ्याप गर्नुभएको छ ए बाटो जस्तै छ हेर्नु न मान्छेहरू त्यहाँ हेर्नु न त्यहाँ पार्किङमा गाडी कति राखेको छ हाम्रो गाडी पनि हुँदैछ हामी चाहिँ गइरहेको छौँ गाइज अनि मेरो चाहिँ यसमा काटेर आएको छैन त्यही भएर म हल्का दुःखमा छु त्यही भएर बाई अब डेट हेर्नु न यहाँ छैन क्या हौ फोटो लुकाइहाल्ने रहेछ तपाईँ त मतलब गाइस फोटोमा हल्का ब्ल्याक ह्यान्डसम छ क्या त्यही भएर राख्नुभएको छ 2029 डेट अफ एक्सपायर यस 2029 सम्म एक्सपायर छ मेरो त आएन के गर्नु अब दुःख लाग्यो हामी गइरहेको छौँ दादा अब घरको बाई गुड नाइट भेटौँला नयाँ अब अर्कोचोटि आउँछु यातायात कार्यालय अनि बनाउँछु भिडियो ल बाई
सो गाइज हेर्न सक्नुहुन्छ हामी चाहिँ अब स्मार्ट कार्ड लिएर घरतिर गइरहेछौँ। दाइकको चाहिँ स्मार्ट कार्ड आइसकेको छ, मेरो चाहिँ आएको छैन होइन। अनि पछाडि यातायात गरिरहेछ अनि यो चाहिँ हाम्रो बाटो। अब हामी रुमतिर गइरहेछौँ, घरतिर गइरहेछौँ होइन। बाटो त हाम्रो राम्रै छ होइन। पछाडि हामी यातायात गरेर छोडेर हामी चाहिँ अब घर जान लागेको छौँ गाइज। पुरै हामी रफ्तारमा छौँ। ल गाइज अब नेक्स्ट टाइम आएपछि भेटौँ ल। त गुड नाइट, बाई बाई, हेभ अ नाइस डे।